वाइ डु वी निड होली स्पिरिट? हामीलाई पवित्र आत्मा किन चाहिन्छ? आज म तपाईँहरूसँग त्यो बाँड्न चाहन्छु। हामीलाई पवित्र आत्मा चाहिन्छ किनभने हामी हाम्रो आफ्नो बलले, हाम्रो शक्तिले, हाम्रो आफ्नो कोसिसले हामी प्रभुको धार्मिकतामा बढ्न सक्दैनौँ है। हाम्रो शरीरको कुराहरूले हामी प्रभुसँग हामी जोडिन सक्दैनौँ है। हामीलाई पवित्र आत्मा चाहिन्छ है। किन चाहिन्छ म तपाईँहरूलाई एक दुईवटा कारण भन्न चाहन्छु। वाइ डु वी निड होली स्पिरिट? पहिलो कारण, हामीलाई पवित्रतामा बढ्नको लागि हामीलाई पवित्र आत्मा चाहिन्छ है। पहिलो पत्रुस 1:16 भनेको छ, तिमीहरू पवित्र हौ किनभने म पवित्र छु भनिकन उहाँले भन्नुभएको छ। सो पवित्र आत्माले हामीलाई ख्रिस्टको पवित्रतामा हामीलाई हुर्किनमा सहायता गर्नुहुन्छ है। हाम्रो बोलावट पनि त्यही हो है, किनभने पहिलो तेस्सलोनिके 4:7 यस्तो लेखेको छ, तिमीहरूलाई अशुद्ध हुनलाई होइन तर तिमीहरू पवित्र हुनलाई बोलाउनु भएको हो भनिकन परमेश्वरको वचनले भन्नुभएको छ। सो वी आर कल टु बी होली। हामीलाई पवित्र हुनको लागि प्रभुले बोलाउनु भएको। सो हामीलाई पवित्र आत्मा चाहिन्छ। दोस्रो कुरा, गलाती 5:17 यस्तो लेखेको छ, आत्माको भरमा हिँड, तिमीहरूले शरीरको अभिलाषालाई पुरा नगर भनेर भनेको छ। सो जब हामी पवित्र आत्मासँग हिँड्छौँ भनेदेखिलाई पवित्र आत्माले हामीलाई शरीरको अभिलाषाहरूलाई जित्न सहायता गर्नुहुन्छ है। आज धेरै हामी विश्वासीजनहरू, धेरै प्रभुको छोराछोरीहरू हामी शरीरको अभिलाषालाई जित्न सकेको छैनौँ, हाम्रो शरीरको पापहरूलाई जित्न सकेको छैनौँ। तर वेन वी डिसाइड टु वक विथ द होली स्पिरिट, जब आत्माको भरमा हामी हिँड्न थाल्छौँ भनेदेखिलाई पवित्र आत्माले हामीलाई शरीरको अभिलाषाहरू जित्नमा उहाँले सहायता गर्नुहुन्छ। तेस्रो कुरा, ख्रिस्टको गवाही हुनका लागि प्रेरित 1:8 भन्नुभएको छ, जब पवित्र आत्मा आउनुहुन्छ तिमीहरूले शक्ति पाउँछौ, शक्ति पाउँदै गर्दाखेरि तिमीहरू ख्रिस्टको गवाही हुन्छौ है। तिमीहरू ख्रिस्टलाई प्रचार्छौ, ख्रिस्टको गवाही हुन्छौ। सो आज पवित्र आत्मा हामीलाई किन चाहिन्छ भन्दै गर्दाखेरि टु प्रिच गस्पल, हामीलाई ख्रिस्टको प्रचार गर्नको लागि हामीलाई पवित्र आत्मा चाहिन्छ। ख्रिस्टको गवाही हुनको लागि पवित्र आत्मा चाहिन्छ। सो प्रेरितहरू जहिले पनि उनीहरू आत्माले भरिपूर हुन्थ्यो, उनीहरूले ख्रिस्टको प्रचार गर्थ्यो। आत्माले भरिपूर हुन्थ्यो, फेरि पनि ख्रिस्टको प्रचार गर्थ्यो। सो आज हामीलाई पवित्र आत्मा किन चाहिन्छ भन्दै गर्दाखेरि हामीलाई ख्रिस्टको गवाही हुन पवित्र आत्माले हामीलाई सहायता गर्नुहुन्छ। चौथो कुरा, पवित्र आत्माले हामीलाई आत्माको फल फलाउनमा हामीलाई पवित्र आत्माले सहायता गर्नुहुन्छ। गलाती 5:22 हामीले जब हेऱ्यौँ भनेदेखिलाई पवित्र आत्माले हामीलाई आत्माको फल फलाउनमा है, प्रेम, आनन्द, शान्ति, दया, धीरज, विश्वस्ता है, संयम, परमेश्वरले आत्माको फलमा, स्पिरिचुअल फ्रुटमा अपरेट हुनका लागि पवित्र आत्माले हामीलाई सहायता गर्नुहुन्छ आत्माको फल फलाउनको लागि। पाँचौँ कुरा, हाम्रो सेवकाईहरू उहाँले प्रभावशाली बनाउनुहुन्छ। पवित्र आत्माले हाम्रो हरेक कुराहरू प्रभावकारी रूपमा, पवित्र आत्माले शक्तिको रूपमा, जब हामीले पहिलो कोरिन्थी 2:4 हामीले हेऱ्यौँ भनेदेखिलाई पौल प्रेरितले यस्तो भन्नुहुन्छ, म तिमीहरू कहाँ वचन र प्रचार लिएर मात्रै आइन तर आत्मा र शक्तिको कुराहरूमा मैले तिमीहरूसँग काम गरेँ भनेर भन्नुहुन्छ। सो पवित्र आत्माले जब प्रेरित पौललाई अपरेट गराउनुहुन्थ्यो, मुभ गराउनुहुन्थ्यो, प्रेरित पौलको सेवकाई जहिले पनि शक्तिशाली हुन्थ्यो है, प्रभावकारी हुन्थ्यो। इभन हाम्रो सेवकाई, हाम्रो व्यवसाय, हाम्रो हरेक लाइफस्टाइलमा पवित्र आत्माले शक्तिशाली काम गर्न चाहनुहुन्छ। छैटौँ कुरा, पवित्र आत्माले हामीलाई परमेश्वरको वचन बुझ्नमा, परमेश्वरको वचनको सत्यता बुझ्नमा पवित्र आत्माले हामीलाई सहायता गर्नुहुन्छ। नो म्यान, कुनै व्यक्ति होइन है, कुनै पनि कुरा होइन, कुनै पनि चिज होइन है, तर पवित्र आत्माले हामीलाई परमेश्वरको वचन बुझ्नमा सहायता गर्नुहुन्छ। यूहन्ना 16:13 भनेको छ, उहाँले तिमीहरू सबैलाई पूर्ण सत्यतामा उहाँले तिमीलाई डोर्याउनुहुन्छ। कम्प्लिट ट्रुथमा पवित्र आत्माले हामीलाई डोर्याउनुहुन्छ। सातौँ कुरा, पवित्र आत्माले हामीलाई ख्रिस्टको रूपमा हामीलाई फर्काएर ल्याउनुहुन्छ। दोस्रो कोरिन्थी 3:18 हामीले हेऱ्यौँ भनेदेखिलाई पवित्र आत्माले हामीलाई स्वतन्त्रमा डोर्याउनुहुन्छ अनि पवित्र आत्माले हामीलाई एउटा महिमादेखि ख्रिस्टको अर्को महिमामा, ख्रिस्टको स्वरूपमा प्रभुले हामीलाई बढ्नमा हामीलाई सहायता गर्नुहुन्छ। सो पवित्र आत्माले हामीलाई पवित्रतामा, पवित्र आत्माले हामीलाई शरीरको अभिलाषा जित्नमा, पवित्र आत्माले हामीलाई ख्रिस्टको गवाही हुनमा, पवित्र आत्माले हामीलाई आत्मिक फल फलाउनमा, पवित्र आत्माले हामीलाई प्रभावकारी सेवकाई, व्यवसाय, जीवनशैली जिउनमा, अनि पवित्र आत्माले हामीलाई वचनको रहस्य बुझ्नमा, अनि पवित्र आत्माले हामीलाई ख्रिस्टको स्वरूपमा बढ्नको लागि सहायता गर्नुहुन्छ। सो द्याट्स वाइ
वी निड होली स्पिरिट. सो लेट अस डिसाइड हामी पवित्र आत्मासँग हिँड्नको लागि हामी डिसाइड गरौँ. आमेन.